हाई एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई हाम्रो यो मेरो दोकान सफ्टवेयरमा चाहिँ कसरी चाहिँ भेन्डरसँग सामान पर्चेस गर्ने भन्ने कुरा सिकाउन गइरहेकी छु। त्यसको लागि चाहिँ फर्स्ट अफ अल हजुरले यहाँ देख्न सक्नुहुन्छ पर्चेस भन्ने अप्सन, यहाँ क्लिक गर्नु होला। क्लिक भइसके पछाडि चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ बेसार बेस कामको। यो बेसार बेस कामको चाहिँ मैले हजुरलाई योभन्दा अघिल्लो भिडियोमा बनाएर देखाइसकेको थिएँ र हजुरले यसरी नै नयाँ प्रोडक्टहरू क्रिएट गर्नुहोला र हजुरलाई आवश्यकता अनुसार चाहिँ पर्चेस गर्न सक्नुहुन्छ। र हजुरलाई अहिले नयाँ प्रोडक्ट बनाउनको लागि हजुरले यहाँ डाइरेक्ट यहाँ प्लस बटनमा गएर पनि प्रोडक्टहरू चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। अहिले चाहिँ म एउटा मात्र प्रोडक्ट पर्चेस गर्छु। अल्टरनेटिभ युनिटमा चाहिँ सबैभन्दा ठुलो युनिट चाहिँ केमा पर्चेस गर्छु भन्दाखेरि मैले प्याकेटमा गर्छु। त्यसो भएर मैले 6 राखेँ। अब क्वान्टिटीमा चाहिँ 120 आयो। किन आयो भन्दाखेरि मैले सुरुमा यो प्रोडक्ट बनाउँदाखेरि चाहिँ एक प्याकेटभित्र 20 पिस हुन्छ भनेर राखेको थिएँ भने 6 प्याकेटभित्र चाहिँ 120 पिस हुने रहेछ भनेर आफै सिस्टमले क्यालकुलेसन भयो र रेट मैले पर्चेस रेट 15 राखेको थिएँ। पर्चेस रेट 15 राखेपछि क्यालकुलेसन भएर रेट आएको छ र मैले यसलाई नेक्स्ट गरेँ। र नेक्स्ट गर्ने बित्तिकै हाम्रो यहाँ प्रोडक्टहरू यहाँ देखिन्छ के पर्चेस गर्न लागेको भनेर। मैले बेसार बेस कामको पर्चेस गर्न लागे 120 पिस हुन्छ 15ले भनेपछि मेरो टोटल एमाउन्ट चाहिँ 1800 को चाहिँ अमाउन्ट भएको छ भने टोटल क्वान्टिटी 120 भएको छ, बेसिक एमाउन्ट 1800 भएको छ। र यदि डिस्काउन्टहरू केही छ भने हजुरले यहाँ डिस्काउन्टहरू पनि राख्न सक्नुहुन्छ। यदि छैन भने हजुरले नराख्दा पनि भयो र हजुरको फाइनल एमाउन्ट कति छ 1800 भयो। अब हजुरले नेक्स्ट गर्नु होला। र नेक्स्ट भइसकेपछि हजुरले यहाँ कुन डेटमा सामान पर्चेस गर्नुभएको त्यो डेट राख्न सक्नुहुन्छ। चेन्ज गरेर पनि राख्न सक्नुहुन्छ। कुनै बेलामा हजुरले सामान पर्चेस गर्नुभयो तर इन्ट्री गर्न छुटाउनु भयो भने हजुरले यहाँ डेटहरू सेलेक्ट गरेर पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ यही डेटै राखेँ अहिलेलाई। र हजुरले यहाँ देख्न सक्नुहुन्छ भेन्डर भनेर देखाएको छ। यहाँ प्लस बटनमा जानु होला। मसँग चाहिँ एउटा मात्रै भेन्डर छ एबिसी सप्लायर्स भन्ने। यहाँ मैले एबिसी सप्लायर्समा क्लिक गरेँ। यो भेन्डर कसरी बनाउने भन्ने कुरा पनि मैले योभन्दा अघिल्लो भिडियोमा हजुरलाई सिकाइसकेको छु। त्यसरी नै हजुरले आफूलाई चाहिने को भेन्डरसँग हजुरले सामान पर्चेस गर्नुहुन्छ उहाँहरूको नामहरू चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तो कि मैले अहिले एबिसी सप्लायर्समा क्लिक गरेँ। र क्लिक गरिसकेपछि रेफरेन्स इन्भोइस नम्बरमा चाहिँ हजुरको बिल नम्बरहरू छ भने हजुरले यहाँ बिल नम्बरहरू पनि राख्न सक्नुहुन्छ। यदि छैन भने हजुरले नराख्दा पनि फरक पर्दैन। र त्यसै गरी रिमार्क्समा केही राख्नुपर्छ भने हजुरले राख्न सक्नुहुन्छ। यदि छैन भने नराख्न पनि सक्नुहुन्छ। र अब यसलाई नेक्स्ट गर्ने। र नेक्स्टमा आइसकेपछि हजुरको यो पेमेन्टको अप्सन खुल्छ। पेमेन्टको अप्सनमा चाहिँ के हुन्छ भन्दाखेरि नो पेमेन्ट छ, एउटा पार्सल पेमेन्ट छ, एउटा फुल पेमेन्ट छ। हाम्रो टोटल बिलको अमाउन्ट चाहिँ 1800 भएको छ। अब हामीले कसरी चाहिँ पेमेन्ट गर्छौँ भन्ने कुरा हो। अब हामीले पेमेन्ट पैसा नै दिँदैनौँ भने हामीले नो पेमेन्टमा गएर सेभ पर्चेस गर्छौँ। यदि हामीले हाफ पेमेन्ट दिन्छौँ भने हामीले यहाँ कति पेमेन्ट दिने त्यो अनुसारको हामीले रेट राख्छौँ। यदि हामीले फुल पेमेन्ट गर्ने हो भने चाहिँ सेभ पर्चेसमा गएर हाम्रो फुल पेमेन्ट हुन्छ। मानिलिउँ अहिले चाहिँ हामीले फुल पेमेन्ट गर्छौँ। यो चाहिँ के को थ्रुबाट गर्छौँ, क्यासको थ्रुबाट गर्छौँ भनेर यहाँ लेखेँ। यदि हजुरको क्यासको थ्रुबाट होइन हजुरले चेक दिनुहुन्छ अथवा हजुरले मोबाइल ब्याङ्किङबाट गरिदिनुहुन्छ अथवा के गर्नुहुन्छ त्यसरी नै हजुरले यहाँ प्लस बटनमा गएर त्यही अनुसारको लेजरहरू बनाउन सक्नुहुन्छ। र मैले चाहिँ अहिले क्यास एकाउन्टबाटै दिएँ भने अब सेभ पर्चेस एन्ड फुल पेमेन्ट भन्ने अप्सन छ यहाँ क्लिक गर्नु होला। र क्लिक भइसके पछाडि हजुरको यो सक्सेस भन्यो ओके गर्नु होला। र हजुरले पर्चेस गरेको सामान चाहिँ कहाँ देखाउँछ भन्दाखेरि हजुरले यहाँ मोडमा जान सक्नुहुन्छ। मोडमा क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि पर्चेस इन्भोइसमा क्लिक गर्नु होला। र हजुरले यहाँ देख्न सक्नुहुन्छ हजुरले चाहिँ अहिलेसम्म टोटल पर्चेस चाहिँ 1800 को गर्नुभएको छ। कोसँग गर्नुभएको छ भन्दाखेरि एबिसी सप्लायरसँग हजुरले 1800 को पर्चेस गर्नुभएको छ भनेर यहाँ देखायो। यदि हजुरलाई यसरी नै नयाँ प्रोडक्ट पर्चेस गर्नु छ भने एड न्यू पर्चेसमा क्लिक गरेर हजुरले यसरी नै प्रोडक्टहरू पर्चेस गर्न सक्नुहुन्छ। र प्रोडक्ट पर्चेस भइसकेपछि हजुरसँग कति स्टक छ भनेर हेर्नको लागि यहाँ स्टक रिपोर्ट भन्ने देख्न सक्नुहुन्छ। रिपोर्टभित्र यहाँ क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि हजुरले हेर्न सक्नुहुन्छ हजुरको स्टकको भ्यालु कति छ। 1800 चाहिँ हजुरको स्टकको भ्यालु छ। जस्तै कि अब यहाँ बेसार 20 ग्रामको कति छ भन्दाखेरि बेसार 20 ग्रामको चाहिँ 120 पिस छ। तर त्यो 120 पिस बराबरको भ्यालु चाहिँ हजुरको 1800 छ भनेर हजुरले यहाँ देखाएको पनि छ। र हजुरले कुन भेन्डरसँग पर्चेस गर्नुभएको, कहिले पर्चेस गर्नुभएको, कुन डेटमा पर्चेस गर्नुभएको यो हजुरले यहाँ स्टकमा क्लिक गर्ने बित्तिकै यहाँ हजुरले देख्न सक्नुहुन्छ। यसरी नै हजुरले आफ्नो प्रोडक्टहरू पर्चेस गर्न सक्नुहुन्छ। र पर्चेस गरेको प्रोडक्टको स्टक चाहिँ के कति छ भनेर यहाँबाट हजुरले हेर्न सक्नुहुन्छ। हजुरले पनि यसरी नै पर्चेसहरू गर्नुहोला र भेन्डरहरू बनाउनु होला लेजरहरूसँग।
र लेजरहरू बनाइसके पछाडि प्रोडक्टहरू पनि हजुरको पसलमा अथवा हजुरको स्टोरमा के प्रोडक्ट छन् त्यो सबै प्रोडक्ट बनाएर यसरी नै हजुरले भिडियोमा देखाए अनुसार पर्चेस गर्न सक्नुहुन्छ।